गेटिङ स्टार्टेड विथ ब्ल्याङ्क्स सिरिजको हामी डेलिभरी चार्जेसमा पुगेको छौँ। सो स्टोर सेटिङमा हजुरले यो डेलिभरी चार्ज भन्ने सेक्सन हेर्न सक्नुहुन्छ। यो टेबल चाहिँ फुल्ली कस्टमाइजेबल टेबल हो। गुगल सिट जसरी काम गर्छ हजुरले यसलाई चाहिँ डिलिट गर्न सक्नुहुन्छ, एडिट गर्न सक्नुहुन्छ। यो चाहिँ एकचोटिको काम हो। हजुरले आफ्नो स्टोरको डेलिभरी चार्जेसहरू लोकेसन अनुसारले आफैले नै सेट गर्न सक्नुहुन्छ। सो अहिले मैले भर्खरै पनि यो दुईवटा काठमाडौँको इनसाइड आउटसाइड भन्ने कुरालाई हटाएर सिम्पल काठमाडौँ हालिदिएँ। त्यसकै तल जुन खाली स्पेस थियो त्यसमा ललितपुर हालिदिएँ र तल भएको अर्को ललितपुरवालालाई चाहिँ डिलिट गरिदिएँ। हजुरले युज गर्ने लजिस्टिकको एक्ज्याक्ट एड्रेस चाहिँ हजुरको स्टोरमा पनि होस् भन्नुहुन्छ भने त्यो पनि गर्न पाइयो। यो डेलिभरी चार्जेसको लास्टमा आएर हजुरले यहाँनिर एड पनि गर्न सक्नुहुन्छ। र म चाहिँ नेपालभरि गर्दिनँ, मलाई स्पेसिफिक लोकेसनमा मात्रै चाहिन्छ भन्नुहुन्छ भने पनि यो सबैलाई डिलिट गरेर हजुरले आफ्नै फ्यु लोकेसन्सहरू पनि एड गर्न सक्नुहुने भयो। अब कतिपयले के भन्नुहुन्छ भने म काठमाडौँभित्र चाहिँ क्यास अन डेलिभरी दिन्छु, काठमाडौँ बाहिर चाहिँ क्यास अन डेलिभरी दिँदैन। त्यस्तो केसमा हजुरले स्पेसिफिक लोकेसनलाई नै सिलेक्ट गरेर कुन ठाउँमा क्यास अन डेलिभरी दिने कुन ठाउँमा नदिने भनेर पनि हजुरले नै आफै छुट्याउन सक्नुहुन्छ। यो एकचोटिको लागि चाहिँ अलिकति टाइम लाग्ने कुरा चाहिँ हुनसक्छ, तर हजुरलाई सजिलो तरिकाले कसरी गर्ने भनेर म भन्छु यता। सो के गर्ने भने कुन कुन ठाउँमा क्यास अन डेलिभरी नदिने भनेर एक दुईवटा चाहिँ नो बनाउनु, अनि त्यसलाई चाहिँ कपी गरेर अरू सेलमा पनि पेस्ट गरिदिने। त्यसले गर्दाखेरि चाहिँ एकैचोटि दुईवटा गर्दै धेरैवटामा नो भयो। अब यो सबैलाई एकैचोटि कपी गरेर फेरि पेस्ट गरेँ। यो चाहिँ एक्ज्याक्टली गुगल सिट जसरी नै काम गर्छ। हजुरले कपी गर्दै पेस्ट गर्दै धेरैवटा नो बनाउने, अनि धेरैवटा नोलाई नै फेरि कपी गरेर पेस्ट गर्ने, एकैछिनमा फिल भइहाल्छ। यो धेरैवटा रोलाई चाहिँ कसरी एकैचोटि सिलेक्ट गर्ने त? त्यसको लागि चाहिँ एउटा पोइन्टमा क्लिक गर्ने अनि शिफ्ट थिचेर अर्को पोइन्टमा क्लिक गर्ने। त्यो भयो भने दुईटा पोइन्टको बिचको सबै नै सिलेक्ट हुन्छ। त्यसरी नै कपी पेस्ट गरिदियो सबै सकाइहाल्छु। त्यस पछाडि हामी डेलिभरी चार्जेसको रेटमा आउँछौँ। ल अब हाम्रो काठमाडौँ, भक्तपुर र ललितपुर बाहेक अरू सबैको क्यास अन डेलिभरी चाहिँ अफ भइसक्यो। यो तीनवटामा बाहेक अरूमा चाहिँ क्यास अन डेलिभरी अब देखाउँदैन। अब रेटको कुरा गरौँ। अब 0 देखि 1 केजीको लागि कति डेलिभरी चार्ज लिने त? काठमाडौँ भ्यालीको लागि त्यो चाहिँ हजुरले यहाँ लेखिदिन सक्नुहुन्छ। स्ट्यान्डर्ड सबैजनाले 100 रुपियाँ लिनुहुन्छ, ललितपुरको लागि पनि 100 र भक्तपुरको लागि पनि 100 राखिदिएँ। त्यो बाहेक अरूलाई चाहिँ म फिल गर्दिनँ। त्यसको लागि चाहिँ यो डिफल्ट भन्ने छ। डिफल्टमा मैले 150 राखिदिएँ भने चाहिँ के हुन्छ भने काठमाडौँ, भक्तपुर र ललितपुरमा चाहिँ 100 रुपियाँ लाग्छ। त्यो बाहेकको अरू जति पनि छ त्यो सबैमा चाहिँ 150 लाग्छ। तर यो डिफल्ट युज नगरेर हजुरले एक एकवटामा फिल गर्न पनि सक्नुभयो। डिफल्ट युज गर्दाखेरि चाहिँ अब फिल गर्नु परेन, अरू चाहिँ डिफल्टमा 150 लाग्छ। काठमाडौँ भ्याली चाहिँ यति पैसा, आउटसाइड चाहिँ यति पैसा भनेर लिएर हुन्छौँ नि त। सो त्यो अनुसारले चाहिँ हामीले यो डिफल्टवाला फिचरलाई चाहिँ चलाउन सक्छौँ। हजुरलाई याद छ होला हामीले हरेक प्रडक्टमा वेटहरू राखेको थियौँ। त्यो चाहिँ यही वेट अनुसारले डेलिभरी चार्ज क्यालकुलेट गर्नको लागि हो। सो यहाँनिर हजुरले हेर्नुभयो भने 1 देखि 2 केजीको लागि कति लिने, 2 केजीदेखि 3 केजीको लागि कति लिने, 3 केजीदेखि 4 केजीको लागि कति लिने भनेर मजाले यहाँनिर हजुरले आफैले सेट गर्न सक्नुहुन्छ। यो तीनवटामा चाहिँ मैले भनेअनुसारको रेट लाग्ने भयो। 1 केजी भन्दा माथि जति भए पनि 150 भनेर मैले लिने भए, त्यसैले 150 कपी पेस्ट गरिदिएँ। डिफल्ट भनेको कुरा पनि हजुरले बुझ्नुभयो होला। मैले डिफल्टमा पनि वेट अनुसारले डेलिभरी चार्जेसहरू राखिदिइसकेँ। डिफल्टले गरेर अरू सबै एड्रेसमा चाहिँ डिफल्टको रेट अनुसारले जाने भयो। सो त्यस पछाडि अब यसलाई चाहिँ सेभ चेन्ज गरौँ अनि हाम्रो वेबसाइटमा हेरौँ वेबसाइटमा चाहिँ कस्तो खालको चेन्जेसहरू आएको छ त। सो म यो प्रडक्टलाई चाहिँ अर्डर गर्न ट्राई गर्छु। त्यसको लागि मैले क्लिक गरेँ, चेकआउटमा क्लिक गरेँ, हाम्रो चेकआउट फर्म खुल्यो। यहाँनिर क्यास अन डेलिभरी भनेर सेलेक्ट भइरहेको छ पेमेन्ट मेथडमा। अहिले हामीले अनलाइन पेमेन्ट एक्टिभेट गरेको छैनौँ, यो चाहिँ हामी एकछिनमा गर्छौँ। अहिलेको लागि हजुरले एड्रेसमा हेर्नुभयो भने हामीले भनेअनुसारले नै छ। काठमाडौँ ललितपुरमा चाहिँ 100 रुपियाँ देखायो भने पोखरामा चाहिँ 150 रुपियाँ देखाइरहेको छ। यो चाहिँ 1 केजी भन्दा कमको सामान भएकोले हाम्रो डेलिभरी चार्जबाट 1 केजीको वाला रेट आइरहेको छ। अब मैले 3वटा प्रडक्ट हालेँ, यसको वेट त धेरै छ। काठमाडौँ भ्यालीको रेट हेर्नुभयो भने यहाँनिर 150 देखाइरहेको छ र विराटनगरको चेक गरेर हेरौँ। विराटनगरको चेक गर्दाखेरि चाहिँ 350 देखाइरहेको छ। अब हामीले अघि सेट गरेको डेलिभरी चार्जेसमा हेर्दाखेरि चाहिँ हाम्रो यो कार्डको वेट चाहिँ 2 देखि 3 केजीमा पर्दो रहेछ। सो एड्रेस हालेर एउटा अर्डर क्रिएट गरेर हेरौँ। सो त्यसको लागि म एउटा क्विकली अर्डरको डिटेल्सहरू फिल गरिहाल्छु। विराटनगरमा चाहिँ क्यास अन डेलिभरी अप्सन नभएर मैले काठमाडौँ नै सिलेक्ट गरेँ एन्ड प्लेस अर्डर, र अर्डर पनि प्लेस भइसक्यो। अब यो गरेको अर्डर चाहिँ हाम्रो ड्यासबोर्डमा कसरी देखिन्छ त्यो पनि म हजुरलाई देखाइहाल्छु। त्यसको लागि चाहिँ एउटा नयाँ ट्याब खोल्नु, अनि त्यस पछाडि app.blanks.com मा जाँदा पनि हुन्छ। मेरो अलरेडी यहाँनिर ओपन नै छ। सो अर्डर्समा गएर हेऱ्यो भने मैले अघि गरेको अर्डर चाहिँ यहाँ देखाइरहेको छ। सो हजुरले यहाँ हेर्नुभयो भने डेलिभरी चार्ज चाहिँ 150 देखाइरहेको छ, अनि सबै अर्डरको डिटेल्सहरू पनि मजाले क्लियरली देखिरहेको छ। सो यो भिडियोको लागि यति नै। हामी अर्को भिडियोमा चाहिँ हाम्रो SMS फिचरको बारेमा कुरा गर्छौँ। सो सी यू इन नेक्स्ट भिडियो।